वेलकम टु माई युट्युब च्यानल। आज पनि म तपाईहरु सामु मेरो नयाँ भ्लग लिएर आइसकेको छु। तपाईहरुलाई आज म धादिङ जिल्लाको एकदमै स्पेशल ऐतिहासिक ठाउँ मेरो यो भ्लग मार्फत देखाउँदा गइरहेको छु। यो धार्मिक स्थल चाहिँ हाम्रो नेत्रावती डबजङ गाउँपालिका वार्ड नम्बर 4 भाराङमुरुङमा रहेको छ। स्पेशल ठाउँ अब हामी करिब 15 मिनटको यात्रापछि हामी यस धार्मिक स्थल महादेव मन्दिरमा चाहिँ हामी पुग्नेछौँ। लगायत हामी 10-15 मिनटको हिँडाइपछि चाहिँ हामी चाहिँ यस धार्मिक स्थलमा आइपुगेका छौँ। यो धार्मिक स्थल चाहिँ एकापट्टि धादिङ र अर्कोपट्टि चाहिँ नुवाकोट रहेको छ। यहाँ चाहिँ भक्तजनहरूको चाहिँ दर्शन गर्न चाहिँ एकदम भिडभाड रहेको देखिएको छ। यस स्थानको बारेमा चाहिँ यहाँका अग्रज व्यक्तिहरू के भन्नुहुन्छ त मैले उहाँहरूसँग पनि थोरै कुराकानी गरेका छौँ। यो बिन्दुकेश्वर महादेव स्थानको तीर्थस्थल हो। मेरो नाम पुष्प बहादुर अधिकारी, नेत्रावती 4 मा बस्दछु। म के भन्न चाहन्छु भने वैशाख महिनामा पनि मेला सुरु हुन्छ। मेला सदाबहारै चलिरहने अवस्था हो। असारको महिनामा चाहिँ आउन सकिँदैन, साउनमा पनि मेला लाग्छ। यस कारणले यो तीर्थलाई सुदृढ बनाउनको निम्ति गाउँपालिका, दुवै गाउँपालिका नेत्रावती डबजङ र मेगाङका गाउँपालिकाका प्रमुखज्यूहरूसँग के अनुरोध छ भने यहाँहरूको ध्यान भइदियो भने यो ठाउँमा बहुआयामी, बहुधार्मिक र धार्मिक महोत्सव पनि लगाउन सकिन्छ र यहाँ हजारौँ मान्छेहरूले चाहिँ काम पाउँछन्। जस्तै भनौँ न, गाडीवालाले चाहिँ पेसेन्जर पाउँछ, पसलेहरूले चाहिँ व्यापार गर्न पाउँछन् र यो भेगमा अर्थ चलायमान हुन्छ। त्यस कारणले सबै महानुभावहरूलाई यो भिडियो जसले हेर्नुहुन्छ उहाँहरूलाई यो अनुरोध छ कि यो तीर्थमा आउनुहोस्, आफ्नो मनोकांक्षा पुरा गर्नुहोस्। एकचोटिमा एक चिज माग्दा बिन्दुकेश्वर महादेवले पक्कै दिनुहुन्छ, यो विश्वास गर्नुहोस्। धन्यवाद। यस धार्मिक स्थलमा आयो भने चाहिँ सम्पूर्ण मनोकामनाहरू चाहिँ पुरा हुने बुझाइरहेको भनेर चाहिँ उहाँहरूले बताउनु भएको छ। यस धार्मिक स्थल चाहिँ अहिले यो पुरा नेपालभर प्रचार प्रसारमा कमी आउनुको कारण भनेको चाहिँ यहाँको स्थानीय सरकार र यहाँका व्यक्तिहरूको कारणले गर्दाखेरि चाहिँ यो धार्मिक स्थल चाहिँ ओझेलमा परेको भन्ने बुझाइमा आएको छ। यस बिन्दुकेश्वर महादेव स्थान चाहिँ धादिङ जिल्ला र नुवाकोट जिल्लाको सङ्गम बिन्दुमा रहेको छ। यस खोलाले चाहिँ एकापट्टि धादिङ र अर्कोपट्टि चाहिँ नुवाकोट छुट्याएको छ। यो चाहिँ धार्मिक स्थल ठाउँको चाहिँ अब विभिन्न किसिमका सामानहरू बेच्ने ठाउँ, चिया खाजा खाने ठाउँ रहेको छ। दिदी, तपाईँहरू चाहिँ यहाँ आउनुको मेन कारण चाहिँ के होला है? भनेको तपाईँहरू चाहिँ कुन ठाउँमा रहनुभयो? तामारी भनेपछि त नुवाकोटबाट होइन? यस बिन्दुकेश्वर महादेव स्थानमा आइसकेपछि चाहिँ सम्पूर्ण मनोकामनाहरू चाहिँ पुरा हुने, बच्चा नहुनेको बच्चा हुने र अब हुन्छ नि अब विभिन्न किसिमको रोग व्याध लागेको, कुष्ठरोग लागेको, विभिन्न किसिमको रोगहरू चाहिँ निको हुने भन्ने जनविश्वास रहेको सुन्नमा आएको छ। मेरो नाम चिरञ्जीवी सापकोटा।
यहाँ भराइमुरु खोलामा जति स्नान गर्न आउनुहुन्छ उहाँलाई चाहिँ यहाँ कुष्ठरोग लागेका अब थकान भएका आफ्नो मनमा इच्छा कुन छ कुन इच्छा त्यो परिपूर्तिको निम्ति उहाँहरू आउनुहुन्छ जानुहुन्छ वर्षदिन बढ्दै बढ्दै गएका छन्। अब पृथ्वीनारायण शाहको पालादेखि यहाँ पत्ता लागेर यहाँ मान्छे जब आए त्यति बेलादेखि पत्ता लगाएको र बिस्तारै हुँदै 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 गएर अहिलेसम्म यतिको भयो। यहाँको चाहिँ धेरै कुराहरू भगवान्को इच्छाले चाहिँ धेरैको सम्पन्न भएर धेरै परिपूर्ति भएर आउनु भएको छ मान्छेहरू। दुध चाहिँ ऊ त्यहाँबाट बग्छ, अहिले यहाँ सबै देखिन्छ। अब आज यसपालि देखाएको छैन र त सधैँ देखिन्थ्यो, दुध बग्छ। दुध पनि बग्छ यहाँ बग्छ भनेको यहाँ आउनुको मेन कारण भनेको चाहिँ हाम्रो चाहिँ अब दुःख सुख हजुर। तपाईँको के पूर्ति भएको छैन त्यो हजुर। पूर्तिको निम्ति तपाईँ आउनुहुन्छ, तपाईँ काम पुरा भएको छ फेरि आउनुहुन्छ है त्यही भएर। धन्यवाद बुवा। यस धार्मिक स्थलमा आइसकेपछि चाहिँ आफ्ना मनका कुराहरू अब इच्छा पुरा नभएका कुराहरू कुष्ठरोग अब बच्चा नहुनेको बच्चा हुने अनि आफूले मागेको कुराहरू पुरा हुने जस्ता जनविश्वास रहेको पाएको छ। मैले त यहाँ आएर आफ्ना मनका कुरा अब पुरा नभएका इच्छाहरू र अब भविष्यमा के हुन्छ मलाई यस्तो बनाइदिनुहोस् भनेर चाहिँ मैले यहाँ आएर चाहिँ दर्शन गरिसकेको छु। तपाईँहरू पनि मेरो यस भिडियोलाई हेरेर चाहिँ तपाईँहरू पनि दर्शन गर्न आउन सक्नुहुनेछ।